फेरि पनि तपाईहरुलाई नमस्ते र स्वागत छ मेरो मिनी भ्लगमा। आज चाहिँ म कति दिनको बादमा चाहिँ यो भिडियोहरु बनाइरहेको छु। त्यो भिडियो नबनाउनुको कारण चाहिँ धेरै छ है, र तपाईहरुलाई आशा गर्छु कि यो मेरो भिडियोहरु चाहिँ तपाईहरुले मन पराइदिनुहुन्छ भनेर। र म चाहिँ आज कैजली जान्दैछु, त्यही भएर चाहिँ यो भिडियोहरु चाहिँ म तपाईहरुको लागि बनाउँदै लान्दैछु र आशा गर्दछु कि यो भिडियो तपाईले मन पराइदिनुहुन्छ भनेर। यो चाहिँ हामीले देख्दै गर्नुभएको चाहिँ टावा हो, हाम्रो गाउँको टावा हो। र विशेष गरी म कैजली चाहिँ किन गएको भन्दाखेरि मेरो जुन हात फ्र्याक्चर भएको थियो त्यो हात चाहिँ जाती भएन नि त है प्लास्टरकोले, तर पनि जाती चाहिँ सेट चाहिँ भएको छैन। त्यही भएर आज म कैजली गएर नानाकोमा भोलिपल्ट चाहिँ म बिजनबारी चढेर चाहिँ मेरो जुन हात यो फ्र्याक्चर भएको छ त्यो हात फेरि पनि म त्यहाँ देखाएर चाहिँ दबाईहरू लाउने छु है। र मैले यो मेरो गाउँबाट आएको घरबाट निक्लिँदाखेरि आएको यो मेरो प्यारो गाउँको यो क्लिपहरू चाहिँ सानो छ, ज्यादा लामो पनि छैन र राम्रो पनि छैन होला, तर पनि मैले मेरो गाउँको बाटोहरू चाहिँ तपाईहरुसँग बात गर्दै नै तपाईलाई देखाउँदै नै म आएको। र हाम्रो घरबाट चाहिँ म यहाँसम्म चाहिँ हिँडेर आएको, किनभने गाडी चाहिँ कैजलीसम्म जाने चाहिँ एउटै गाडी छ नि त डाइरेक्ट, त्यही भएर। र तपाईले यो देख्दै गर्नु भएको चाहिँ यो चाहिँ टाढ गाउँ हो र म चाहिँ टाढधुरामा बस्छु। र म अब बादबादी बदल्दै टाढधुरा पनि टाढ गाउँ पनि आइसकेँ। र मेरो यस्तै सानो छ भिडियो, आशा छ तपाईहरुले मन पराइदिनुहुन्छ भनेर। यो तल देख्नु भएको मेरो गाउँ जाने यो उकालो दार्जिलिङ जाने बाटो, यो चाहिँ बिजनबारी जाने बाटो। सबैलाई मेरो भिडियो यतिमै राख्दै